हाम्रो भ्यालोरमा हस्पिटलको काम सबै सक्यो र यहाँ अहिले हामी चेन्नईमा छौँ र लुइस फिलिप्सको सोरुममा आएर यहाँनिर लुगाहरू हेरिरहेको छौँ र मैले एउटा प्यान्ट किनेँ र बडाले पनि एउटा प्यान्ट किन्नुभयो र प्यान्ट किनेर हामी त्यहाँनिर अरू पनि लुगाहरू माथितिर सुट सेट रहेछ हेरेर बाहिर निस्क्यौँ र भ्यालोरभन्दा चाहिँ कम्पेरेटिभली एकदमै यहाँ क्लिन पनि रहेछ र लेस क्राउडेड पनि रहेछ। अन्त यहाँनिर बडीले लेहेङ्गा किन्ने भन्नुभयो र हामी त्यहाँनिर लेहेङ्गा किन्ने ठाउँमा गएर एकदमै भेराइटिज र सेलेक्सन धेरै रहेछ र बडीले त्यहाँनिरबाट एक दुईवटा लेहेङ्गासहरू किन्नु भएर हामी यसरी बाहिर वाकमा गएर वरिपरि घुम्यौँ र त्यहाँ दोकानहरू धेरै मल्स टाइपकोहरू पनि थियो र त्यहाँनिर एक्सपेन्सिभ चाहिँ अलिकति एक्सपेन्सिभ रहेछ तर एकदमै राम्रो जग्गा लाग्यो मलाई चाहिँ। अन्त त्यहाँनिर हामी मजाले घुम्यौँ वरिपरि र त्यहाँनिर ज्वेलरी सपमा गएर त्यहाँ बडीले चेनहरू हेर्नुभयो र चेनहरू हेरेर अन्त हामी फेरि एक दुई राउन्ड घुम्यौँ त्यहाँनिर अन्त घुमेर हामी फर्केर हाम्रो होटेलतिर गयौँ।